0 नट देखेको छु मैले जीपी को तर्फबाट 0 नट ह्याकर इज एडमिन ह्याकरलाई कसले घुमाइ हान्ने हो त्यो हामीलाई थाहा छैन यहाँ गाडी लिएर अगाडिपट्टि भाग्ने काम हुँदैछ सोजोको टिमलाई देख्दैछु यहाँ म सोजो होइन होला 5 एलिमिनेसन निकाल्नु भन्छ आज सोजो होइन हलाको दरो दिन बनेको रहेछ अन्तिम म्याचमा भए पनि जहिले सुरुमै मर्ने मान्छे आज नेजीलाई गुड बाई गराएर आफूले 5 एलिमिनेसन उठाइरहेछन् भन्न खोजेको मतलब सोजो ब्रदर हाम्रो नेजी सरसँग तपाईँको कम्बाइन मिलेन छ जब नेजी सर खतम त्यस पछाडि तपाईँको 5 एलिमिनेसन कुरो बुझ्नु छ है यहाँनिर बुझ्नु छ इजी होइन होला इजीको टिम पनि नजिकै अनि यतातिर हाम्रो एडमिन सर पनि यतातिर लन्ठङ गर्दै हिँड्दै हुनुहुन्छ है एडमिन सरलाई छेकेर हान्दै हो त यहाँ कसले हान्ने हो म यहाँ एडमिन सरलाई देखाएको छु हाम्रो एडमिनलाई छेकी हान यहाँ गेम कस्तो भइरहेछ दाइ ठिक छ भाइ ठिक छ हाम्रो एडमिन सरलाई यहाँ छेकी हान हाम्रो एडमिनलाई यहाँ एडमिन सुटुको गेममा छिर्ने हो यस्तो हुन्छ एडमिनलाई छेकी हान्दै यहाँ एडमिनलाई छेकी हान्देऊ मैले माथिबाट एउटा च्यानल लिङ्क गरिदिएको छु त्यो च्यानललाई सब्सक्राइब गरौँ होला अनि मैले डन गरिदिएँ भनौँ होला अनि तपाईँको च्यानल पनि सब्सक्राइबको लागि राख्नु होला तपाईँको च्यानललाई पनि हामी सब्सक्राइब गर्नेछौँ सब्सक्राइब बढाउनेछौँ एडमिनलाई छेकी हान यहाँ कसले हान्ने हो हान्छन् जस्तो लाग्दैछ मलाई एनआइएफको टिमको ब्याटल सुरु भइसकिसक्यो एनआइएफ हेरौँ है त एनआइएफ भर्सेस को छ एनआइएफ भर्सेस भेक्सोको टिम एज वेल एज द टिएमको टिम 3टा भयो अब यहाँ हेर्न पाइन्छ हाम्रो एडमिनलाई कसले हान्ने हो एडमिनको ग्रेनेड तन्काइ हुँदैछ एडमिनको ग्रेनेड तन्काइ खतरा ग्रेनेड हाम्रो एडमिन त खतरा प्लेयर पो हो कि के हो बाबा सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ एकअर्कालाई ल हेर हाम्रो एडमिनको ओपी देख्न पायो बापेला डाउन गराइदिइसके ओबिडोलाई इजी टेक डाउन 2 जना प्लेयर डाउन छन् बाँकी रह्यो हाम्रो एडमिन त्यस पछाडि ओ माइ गड निशानको शटगनको के हो यो फायर यार निशानको काक चम्केर चाहिँ 1v3 भइसक्यो 1v4 हुन आँटिसक्यो निशान ओपी 1v4 तर हुन पाएन बिचरा निशानलाई पनि सिद्ध्याइयो राम